नमस्कार। जय गोर्खा सबलाई है। र म आजको है हाम्रो पहाडको है अब भविष्यको बारेमा अथवा गोर्खाल्यान्डको के भन्छ सङ्घर्ष अथवा गोर्खाल्यान्डको अब प्राप्तिको लागि जुन चाहिँ आज मिटिङ भएको थियो है, त्यो चाहिँ अब कस्तो भन्दा अब देख्दाखेरि चाहिँ अब अब विमल दाजुले पनि भन्नुहुँदै थियो, अब नजन्मी नानी नमार्ने काम गर्नु, पेटमा भएको नानी नमार्नु भन्दै थियो। तर तपाईँको पेटको नानी चाहिँ यसो हामीले सोनोग्राफीहरूबाट हेर्दा चाहिँ लङ्गडे लुला बहिरै जन्मिन्छ जस्तो देखियो। अहिले क्लियर कट हामीले सुन्नु पाउँदैछ कि बङ्गालभित्रको बङ्गाल चाहिँ छुट्टिँदैन है, तपाईँहरू बङ्गालभित्रकै व्यवस्थामा बस्नु पर्दैछ भन्दैछ। यो बङ्गालभित्रकै व्यवस्थामा भन्दा पहिला टिएमसी सरकारले पनि दिइरहेकै थियो त बङ्गालभित्रकै व्यवस्था होइन, डेभलपमेन्ट पनि ल्याइदिइरहेको थियो, बोटहरूको घर बनाइदिएको थियो। त्यति बेला कति हजार हजार घर बनाइदिएको छन् ममता दिदीले, के चाहिँ गरेन, सब कुरो दिइरहेको थियो त। बङ्गालभित्रको व्यवस्था नि किन यो तपाईँहरूले तामझामसाम गरिरहेको होइन। ममता दिदीको राम्रो थियो, बोट दिएको थियो, बोटमा करोड करोड दिएको थियो फन्ड, डिफ्रेन्ट बोटलाई पैसा दिइरहेको थियो, सबैले खानु पाइरहेको थियो। चेयरम्यानहरू बोलेरो स्कोपियो केमा चाहिँ घुमेन, कोही फर्च्युनरतिर पनि घुमिरहेको थियो त, खाइरहेको थियो, फन्ड आइरहेको थियो त। बेङ्गलभित्रको व्यवस्था नि टिएमसी सरकारले पनि दिइरहेकै थियो त। हामीले पनि घर पाएको, मैले पनि घर पाएँ बोटको होइन। यो सबै यो अस्ति नै थाहा पाइसकेको यो कुरोहरू क्या। अब अमित शाहज्यूले गोर्खाल्यान्ड दिन्छु अथवा युटी दिन्छु अथवा ठुलो मुद्दा दिन्छु भनेर दिल्लीबाट शङ्ख बजाएर आउँथ्यो क्या। यो किन एसएसबीको लागि सिलगढी चिकन नेक भनेर बहाना गर्दै आउँथ्यो। उसलाई भोलिको दिनमा बङ्गालको भोट बिगार्नु छैन भनेर त्यो क्लियर कट कुरो हो नि होइन, हामीले बुझेको कुरो हो नि है। त्यो बेङ्गालभित्रको व्यवस्था जिटिए डिजिएचसी अलिकति नाम फेरेर त्यसलाई गोर्खाल्यान्ड कुनी के भनेर दिने, त्यो भन्दा चाहिँ जुडिसियल पहिला पनि भनेको त, जिटिएमा जुडिसियल पावर हुन्छ, एजुकेटिभ पावर हुन्छ, ल्यान्ड पावर हुन्छ, फरेस्ट्री हुन्छ, सबै भनेको त। खै त अन्त केही पनि छैन त अहिले। अन्त एउटा अर्को कुरो चाहिँ अन्त हाम्रो यो सुरज दर्नाल भाइ भन्ने रहेछ, यो कता डुवर्सपट्टिकै होला त्यो भाइ। त्यो भाइले फेरि जता पाए त्यतै बोल्दो रहेछ, दाजुहरू चिन्दैन रहेछ है। तिमी भाइ त्यो दिल्लीमा 2-3 खेप धर्ना बसेको है, यसो सोसल मिडियातिर भाइरल भएर चाहिँ अलिक बेसी हिरो नहुँ क्या। तिमी के गोर्खाल्यान्डको लागि कुदेको छौ? तिमीले जेनेरेसन ग्याप भनेको बुझेछौ? भाइ हामी चाहिँ क्लास 10 पढ्दादेखि हिँडेको राजनीतिमा चाहिँ, क्लास 8 पढ्दादेखि वार्ड कमिसनर यहाँ कालिम्पोङमा औ म एक-एकवटा नेताहरू चिनाइदिन्छु, कहिलेदेखि को नेता आएको थियो, कहाँदेखि के भएको थियो, तिमीलाई म चिनाइदिन्छु। जेनेरेसन ग्याप भनेको बुझ्छौ? अहिलेसम्म 40 वर्षमा हाम्रो कतिजना भाइ बहिनीहरूले, दाजुभाइ दिदी बहिनीहरूले डिपार्टमेन्टमा काम पाएको छैन, कतिवटा डिपार्टमेन्टमा भ्याकेन्सी खोलिएको छैन, त्यो कहिले आएर हेरेको छौ? कतिजना भाइ बहिनीहरू सक्षम हुँदा पनि, उनीहरूको क्षमता हुँदा पनि उनीहरूले भ्याकेन्सी नपाउँदा, कोटा नपाउँदा, डक्टरेट गर्नु नपाएको, इन्जिनियरिङ गर्नु पाएको, त्यो बुझेको छौ तिमीले यहाँको दुःखहरू? भाइ 2-3 जनाले पैसा दियो अथवा के पायो भन्दा नै बेसी ब्याङ 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 नबोल्नु। यहाँ एक-एकजना गोर्खा जेन्जी भाइ अथवा दाजुबहिनीले गोर्खाल्यान्ड मुभमेन्टको लागि आवाज उठाउनु पाउँछ। यो हाम्रो फन्डामेन्टल राइट हो। तिमी के अरे राजु बिष्टलाई के अरे रिजाइन दिने नदिने भन नभन भन्ने तिमी को? हाम्रो हक हो, हामीले जे पनि भन्नु पाउँछौँ, हाम्रो फन्डामेन्टल राइट हो। जुन नेताले गर्दैन त्यसलाई हामी भन्छौँ, हाम्रो फन्डामेन्टल राइट हो। आफ्नो देशभित्र बसेर डेमोक्रेटिक कन्ट्रीमा हामीले आवाज उठाउन सक्छौँ। हामीले यसलाई रिजाइन, हामीले राखेको नेता हो, एमएलए पनि एमपी पनि हाम्रो भोटबाट बनिएको हो भाइ, पब्लिक रिप्रेजेन्टेटिभ हो। वी हेभ द्याट राइट टु से एनिथिङ। हामीले उल्टा बोल्नु पाएन। जब तर
मुद्दाको लागि लड्दैन अथवा जोतिरहन्छ भने त्यो नेतालाई हामीले जे भन्नु हामीले हाम्रो राइटको कुरो गर्नु पाउँछौँ। तिमी को हो बिचमा बोल्ने? तिमीले देखेको छौ यहाँको पाहाडको स्थिति, कति वर्षदेखि फन्ड आएको छैन। यहाँ भाइ एमए बिएड एलएलबी के हाब्बीजाबी गर्नेहरू यहाँ काम नपाएर कति वर्षदेखि डाइभर गरिरहेछ, कति वर्षदेखि कुल्ली काम गरिरहेको छौ। यो पाहाडको मर्म बुझेको छौ तिमीले? तिमी जतापाइ त्यता नबोल भाइ। तिमी हिरो होस् कि जिरो होस् हामी चिन्दैन। प्रत्येक गोर्खाले आफ्नो आवाज उठाउनु पाउँछ। तिमी कोही पनि, तिमी को हो? त्यो अस्ति पनि भाइलाई जेन्जी भाइलाई भन्दै थियौ विमल गुरुङलाई के भने रे उनी के त्यसको बाउले पनि गरेको छैन अरे। तिमीले के गरेको छौ फर्स्ट कुरो भन न। र एभ्री सिटिजन हेज राइट टु स्पिक है। एभ्री सिटिजन हेज फ्रिडम अफ स्पिच। उसले आफ्नो मन्तव्य राख्नु पाउँछ। यहाँ कसैलाई मुख छाडेको छैन, कसैलाई केही गरेको छैन। विमल दाजुले उल्टापाल्टा बोलेको बोल्नु पाउँछ। नेताले उल्टापाल्टा बोलेपछि जनताले सम्झाउने काम हो भन्दै मेरो छोटो वक्तव्य यही राख्दछु। धन्यवाद।